हल्का मेकअप हानेको बाजेको ज्याकेट ओढेर हिँडिरहेको हामी त अन्त परिरहेको छ गाइजहरू हाम्रोतिर त एकदमै तन्नै अन्त आनन्द सृष्टिले जान लागेको गाइजहरू गुड मर्निङ साथीहरू एन्ड नमस्कार खै गुड मर्निङ भन्छ ओइ गुड मर्निङ भन्छ के भन्छ 12 बजेलाई गुड मर्निङ त होला अनि नमस्कार म चाहिँ सृष्टि रामजाली रोका मगर फेरि पनि आइसके तपाईहरुको सामु नयाँ भिडियो ब्लग लिएर अनि स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा अनि मैले अहिले चाहिँ भिडियो स्टार्ट गर्ने क्रममा चाहिँ मेरो 12 बजिसकेको छ हिजो चाहिँ ह्यापी मगर दिवस अल अफ यु अनि सृष्टि म बोल्छु हैन के अनि हिजो चाहिँ अलि धेरै शिवरात्रिले भएछ हैन त्यस्तो नराम्रो नि हैन गाइज अनि म चाहिँ चाँडै सुते अनि अहिले त 12 बजेसम्म गाइजहरू त 12 बजेसम्म बसेरैछन् अनि उनीहरू चाहिँ उठेको थिए अनि त्यसपछि त फेरि चाउचाउ पकाएर खाएर अन्त फेरि सुतेको गाइजहरू अनि निनै नलागेर मैले चाहिँ भिडियो स्टार्ट गरेको यस्तो के हिजो व्रत थियो मेरो अनि त्यही भएर आज रातभरि सुत्न हुन्थेन नि त त्यही भएर 12 बजेसम्म बसेर अनि उठेर पूजा गरेर अनि केही खाएर अनि सुत्न लाग्यो निन्द्रै लगाइन निन्द्रै नलाएर गाइजहरू अन्त कस्तो यस्तो नि त अब संस्कारी केहरू अब व्रत बस्छन् गरे म जस्तो मान्छे युट्युबले धरि स्लिप टाइम भन्छ त नि ओका उमेरमा दिन्छ है मोबाइलमा युट्युबले सुन्ने टाइम भयो भन्छ अन्त अब के अरे गाह्रो छ हो गाइजहरू अब के गर्ने यस्तै छ त्यही भएर मैले चाहिँ अहिलेदेखि नै भिडियो स्टार्ट गरेको हेर्नु होला के छैन गाइज अब म चाहिँ सुत्छु निन्द लागे पनि नलागे पनि जबरजस्ती सुत्नु पर्छ अब सुत्छु अझ उहाँ त फोनमा बोल्दै हुनुहुन्छ म त कोसँग बोल्ने कोही छैन गाइज ए ह्याप्पी मगर दिवस आई लभ यु भन्दै म चाहिँ अब सुते गाइज अन्त मैले चाहिँ भिडियो चाहिँ हिजो बेलुका नै स्टार्ट गरेको यस्तै निन्द्रामा हामी कति 12 बजेतिर मैले स्टार्ट गरेको हिजो भिडियो अनि हामी हिजो त निन्द्रै नलागेर भन्नुहुन्छ साथीहरू 2 बजेसम्म नसुतेको क्या हामी कुरा गर्दै बस्दै गरेको कति 9:30 बजेतिर चाहिँ म सुतिहालेँ अनि ऊ के अरे ओजस्पीको त व्रत थियो नि त उनी चाहिँ 12 बजेसम्म केही नै नखाने भनेर अब ऊ गरेको के अरे त्यसपछि 12 बजे फेरि उठेर चाउचाउ पकाएर खाएर अनि 2 बजेसम्म नसुतेर निन्द्रै नलागेर भन्नुहुन्छ साथीहरू हामी चाहिँ गफ गर्दै बस्दै गरेको त्यही भएर अहिले हामी 10 बजेसम्म सुतेको अनि म चाहिँ घर पनि गएको छैन अझ निन्द्रा पुगेको छैन साथीहरू अब के गर्नु यसै छ उहाँ चाहिँ गाइजहरूले भाडामा हाँस्दैछन् अब म नि अब फ्रेस हुन्छु अनि भेटाउला अब यहाँ कपाल कटिङ हुँदैछ यहाँ कपाल के भन्छ कपाल अन्त फेरि यहाँ त हाम्रो त हावा त ओभर चलेको कि गाइजहरू अन्त त्यही भएर हावा छैन लाग्यो कमलाको आइडिया है गाइजहरू यो अन्त कपाल काट्ने मान्छे चाहिँ उहाँ हुनुहुन्छ अनि मेरो पनि काटेको हो यस्तो अगाडिको हल्का हल्का मिलाएको मैले त मलाई त हरि निल्ला गाइज किनभने हामी त राति कति बजेसम्म बसेको नि त 2:30 बजेसम्म नसुतेको नि त मगर दिवस मनाउने नराम्रो तरिकाले चाहिँ होइन कि गफ गर्दै बस्दै गरेको अघि नै भनिसकेको मैले साग गाइजले यसको कपाल खतरा अन्त यहाँ चाहिँ कपाल चाहिँ पहिला चाहिँ केसको पुसा जस्तो थियो अरे अहिले चाहिँ राम्रो अहिले त राम्रो भयो अन्त मेरो कपाल त त्यसै हो मेरो मुख गाइज हामी चाहिँ यहाँ के अरे फोटो खिच्न लागेको कि गाइजहरू अन्त म चाहिँ आज चाहिँ फर्स्ट टाइम होइन मैले हल्का मेकअप हानेको कस्तो देखिन्छ आर्टिस्ट मेकअप आर्टिस्ट चाहिँ उहाँ हुनुहुन्छ अनि मैले चाहिँ यहाँ फोटो खिच्न लागेको ल म फोटो खिच्छु है गाइज किन्ने भयो आऊ यहाँ छ गाइजहरू काटेको कपाल हेर न एकछिन हेर्नै मिल्दैन कपाल नभएपछि जम्मैले एकचोटि कोला त भन्छ हेर्न नि नमिल्ने रहेछ हौ गाइजहरू बिग्रेको मोबाइल त छ लाउनु न
तर दिन नमिल्नेवाला छ होला दिउ न त अन्त यो भाडा दिनुहुन्छ भाडा यस्ता आउँछ सानो तिती के हामी विद्यार्थीलाई हानेर नि बाटा दिनु के खाउला जस्तो होइन सामानै हजुरको छैन के हेर्ने हो सामान छ के सामान त नि त्यो क्यामेरा गाइस अब मैले चाहिँ हिजोको ब्लगमा चाहिँ जोडेको छु मैले चाहिँ हिजो के अरे उ गरेँ क्या के गरेँ भन्दा मैले ब्लग नै बनाएन थोरै बनाएको थिएँ त्यही भएर मैले चाहिँ पोस्ट गरेन गाइजहरू त्यही भएर मैले चाहिँ हिजोको ब्लगमा जोडेको म चाहिँ बल्ल आज होस्टेलबाट घर जाँदैछु आहा किन आनन्द सृष्टिलाई एक दिनलाई भनेर गएको मान्छे 3 दिन चैत अनि अब म चाहिँ अहिले घर जाँदैछु आज चाहिँ लुरबाङ जानेहरू अघि बहिनीले बिहानै कल गरेको थिएँ अनि दिदी लुरबाङ जाने हो कि नजाने हो भनेर अन्त कल गरिरहेको थिएँ अनि ल जाने हो अब घरमा त एक्लै किन बस्ने होइन सबै तल झरेपछि भनेर म हिँडेको साथीहरू अनि आज त पानी परिरहेको छ मेरो गाउँतिर चाहिँ हिउँ झरिरहेको छ होला आज सायद अन्त रोड बाटोमा त त्यस्तो धुलोमा त आज त यस्तो राम्रो भइरहेको छ अन्त अब लुरबाङ जाने अनि भेटौँला गाइज म चाहिँ जान्छु हो यही दिनलाई भनेर गएको भए चाहिँ 3 दिनसम्म हराउँदा आज घरमा कस्तो होला कपाल्नी नगरिकन आएको क्या म चाहिँ अब सबै रेडी भएर सामानहरू सबै हालेर आएको आरोस कहाँ जाने रे बाबु तल घर हामी चाहिँ जान लागेको गाइजहरू अब जान्छौँ पानी परिरहेको अनि हामी त त्यही पनि जान लाग्यो चाहिँ अब यहाँ लुरबाङ आइसकेको कि अन्त मैले चाहिँ यहाँ सबै लुगा बोकेको यहाँ चाहिँ सबै यो चाहिँ सबै धुने लुगाहरू अन्त हामी चाहिँ अब यो बाटो हुँदै उता साइड छ हाम्रो घर चाहिँ आरुसले चाहिँ बोल्नुपर्छ हौ गाइजहरू यस्तो ठगी छन् नि अन्त बाटो चिप्लो हो माथि धुलो भएर हैरान हान्नु चाहिँ यस्तो चिप्लो भइसक्यो ह बाटो आजकलै गाह्रो छ त हिजोहरू अब के गाइजहरू हामीले चाहिँ खानाहरू पनि खाएनौँ अब जाने अनि खाना खाने यो यहाँ छ है गाइजहरू यो चाहिँ कलेजको टनेल हो यो पुरै यो टनेलहरू छ नि यो चाहिँ कलेजको एरिया हो कलेजको एरिया यहाँ पनि छ त्यति माथिबाट यहाँ पनि छ कलेजको एग्रिकल्चरहरूलाई गाह्रो छ हामीलाई त फेरि सजिलो छ नि हौ ओहो मैले त भेटेँ नि हौ फेरि यो सिरिसिलो नखाने त कुरै छैन यो त होइन गाइजहरू गाइज हामी चाहिँ अब के गर्नु हौ के अरे बाजेको ज्याकेट ओढेर हिँडिरहेको हामी त अन्त यहाँ चाहिँ कालो हाम्रोतिर त पानी परेर त हैरान गऱ्यो हो गाइजहरू अन्त हामी चाहिँ अहिले यसरी उहाँ हिँड्न जान लागेको के अरे सामान लिन जान लागेको गाडीमा के अरे के गर्ने भनेर रे कालु सामान मोमो खाने भनेर न सामान लिन जान लागेको गाइजहरू अन्त त्यहाँ छ रोड अन्त फेरि गाडी बल्ल भएर दरङमा हिँड्ने छ अरे हामीलाई त बजुले जाऊ भनेर न आएको हामी त बल्ल दरङमा हिँड्ने अरे गाडी कहिले हाने आमा यो कोसा कता गएर अन्त नि कोसा त गाइजहरू राम यस्तो कति पानी परेको छ गाइजहरू हाम्रोतिर त तपाईँहरूकोतिर पनि त्यस्तै गरेको छ कि के गरेको छ अन्त फेरि यता झिर्ने कालो बाटो अन्त फेरि के अरे उ गरेर भूकम्प चलेर राति 2 बजेर कति मिनट गएको थियो तर 2 नै बजे थियो त्यतिखेर म जागेको थिएँ भूकम्प गएर गएपछि गाइजहरू गाह्रो छ त हौ अनि हाम्रो घरतिर त पुरै हिउँ परिरहेको छ अरे गाइज भन्दै अब मोबाइलमा पानी पर्यो गाइजहरू म अफ गर्छु गाइज अब हामी त के गर्नु हौ बाबुलाई छाडिएर नि आएको के अरे आरुष बिरामी भएर न
उहाँ डरबाङ छ लगाउने भनेर हामीले चाहिँ छोडिदिएर आएको बाबुलाई। अन्त पानी परिरहेछ गाइजहरू हाम्रोतिर त एकदमै तन्नै। अन्त अघि सामान कुदा बोलो बोलो आएर फेरि भर्खर बसेको उही काल्यो र म हिँडेकै गाह्रो छ हौ साथीहरू। अन्त काल्यो र मैले त अहिलेसम्म खाजा नै खाइनँ कि भर्खर पास बस्न लाग्यो गाह्रो छ हौ हामीलाई। हामी चाहिँ अहिले चाहिँ मोमो बनाएर खान लागेको। अन्त हामी चाहिँ के अरे जहाँ पनि दुईटालाई मात्र के नि कालु र मैले जहिले नै पानीमा हामी चाहिँ यहाँ पानी पाहाम यहाँ गाई कालु र मैले। अन्त हामी मोमो बनाउनुको लागि यहाँ प्याज भिजाइराखौँ। अन्त मेरो चाहिँ भिडियो चाहिँ एकदमै लामो भयो होला सायद, त्यही भएर मैले चाहिँ इन गर्न गइरहेको छ साथीहरू। किनभने मेरो हिजोको पनि भ्लग छ अनि आजको पनि त्यही जोडिएको छ, त्यही भएर मैले चाहिँ आजखेरि चाहिँ इन गर्न चाहन्छु गाइजहरू। मोमो खाएको त कति हेर्नुहुन्छ होइन, मैले कति 4-5 त मोमो खाएकै भिडियो बनाएर आएको छु। अनि त्यही भएर मैले चाहिँ आज मोमो खाएको भिडियो बनाएन गाइजहरू, लामो पनि भइसकेको छ। अहिले एडिट गर्न पनि आफूलाई झिझ्याउ हुन्छ भनेर मैले चाहिँ आजको भिडियो इन गर्न चाहन्छु। यहाँसम्म हेरिदिनु भएकोमा सबैजनालाई धेरै 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 धन्यवाद होला भन्दै बाई बाई एभ्रिवन। अबको नेक्स्ट भिडियोमा भेटौँला, बाई। अनि डोन्ट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब। बाई बाई।